काठमाडौँमा पूजा, प्रार्थनाको ध्वनि गुन्जिनु अघि। पहिलो मन्दिरले पृथ्वी छोएको भन्दा धेरै अघि। यो उपत्यका पूर्ण रूपमा शुद्ध र पवित्र थियो। एउटा स्वर्गीय बगैँचा जहाँ देवताहरू स्वयं अदृश्य भइरहिथे। त्यही दैवी शान्तिको क्षणमा भगवान शिव र देवी पार्वती स्वर्गलोकबाट पृथ्वीमा अवतरित भए। स्वर्गका अनन्त कर्तव्य, युद्ध र सृष्टि विनाशको चक्रले उनीहरूलाई थकित बनाएको थियो। उनीहरूले चाहेका थिए शान्ति, मुक्ति र यस्तो पल जहाँ उनीहरू दैवी जिम्मेवारीबाट मुक्त भएर केवल आत्मिक निश्चलता महसुस गर्न सकुन्। त्यसैले उनीहरूले आफ्नो दैवी स्वरूप त्यागे र दुई सुन्दर हरिण बने, शक्ति, पद र गौरवबाट मुक्त, केवल प्रेम र निश्चलतामा बाँधिएका। हरिणको रूपमा उनीहरू उपत्यकाका वन र मैदानी क्षेत्रहरूमा स्वच्छन्द रूपमा विचरण गर्न थाले। उनका खुरले पृथ्वी छोएर हिँड्दा फूलहरू उम्लिन्थे, नदीहरू झन् उज्याला बन्थे। मानव प्रकृतिले आफ्नै स्रष्टाको आगमनलाई पहिचान गरेको हो। तर भगवान शिव बिना सारा ब्रह्माण्डको सन्तुलन डगमगिन थाल्यो। देवताहरू चिन्तित भए र उनलाई खोज्न लागे। उनीहरूले पर्वतदेखि आकाश, सागरदेखि तारासम्म सबै लोकहरूमा खोजे, तर कसैले पनि शिवले सिर्जना गरेको मायाको आवरण भेद्न सकेन। अन्ततः जब सृष्टिको सन्तुलन नै सङ्कटमा पर्यो, देवताहरू पृथ्वीमा अवतरित भए। उनीहरूले यो उपत्यकाको सौन्दर्य देखेर मन्त्रमुग्ध भए। यसमा कुनै साधारण भूमि होइन, एक दैवी शक्ति प्रवाहित भइरहेको महसुस भयो। र वनको गहिराईमा उनीहरूले देखे दुई तेजस्वी हरिण जसका आँखामा अनन्तको ज्योति झल्किरहेको थियो। देवताहरूले ती हरिणहरूलाई चिने। त्यो साधारण जीव होइन, स्वयं भगवान शिव र देवी पार्वती थिए। उनीहरूले नम्रतापूर्वक प्रार्थना गरे, हे प्रभु, कृपया आफ्नो आसनमा फर्कनुहोस्। तपाईँ बिना संसारको सन्तुलन बिग्रदैछ। तर ती हरिण शान्त र मौन रहे। उनीहरूले केही बोलेनन्, केवल दृष्टि दिए। जब देवताहरू उनीहरूतिर अघि बढे, ती हरिण वनतिर दौडिए, सुनका बिजुली जस्तै चम्क्दै। हताश भएर एक देवताले स्वर्गीय अस्त्र प्रहार गरे, भगवान शिवलाई रोक्ने आशामा। तर अस्त्रले लक्ष्य चुकायो। त्यसले एक हरिणको सिङमा प्रहार गर्यो र त्यो सिङ टुक्रियो। त्यो पवित्र टुक्राबाट तेजस्वी लिङ्ग उदायो, हजारौं सूर्यको समान प्रकाश फुट्दै। धरती काप्यो, आकाश फाट्यो र सम्पूर्ण ब्रह्माण्ड केही क्षणका लागि मौन रह्यो। त्यो भाँचिएको सिङ अब प्रभामय लिङ्गमा परिणत भयो, जसबाट सम्पूर्ण सृष्टिको ऊर्जा स्पन्दित हुन थाल्यो। देवताहरू मस्तक निहुराएर मौन रूपमा ढोगे। त्यस क्षण उनीहरूले बुझे भगवान शिवले कर्तव्यबाट भागेका होइनन्। उनले संसारलाई सिकाएका हुन् कि शान्ति नै साँचो दिव्यता हो। यसरी भगवान शिवको शान्तिको चाहनाबाट जन्मियो एउटा मन्दिर। त्यो मन्दिर जसले संसारकै आत्मालाई आश्रय दिन्छ। आज पनि जब बिहानको बेला पशुपतिनाथका घन्टीहरू बज्छन्, बगमती किनारका वनहरू हल्का हल्लिन्छन्। पवित्र हावामा अझै त्यो कथा गुन्जिन्छ। हरिण भगवानको, जसले एकपटक यो भूमि पवित्र बनाएर सधैँका लागि आशीर्वाद दिए।